हाम्रो इतिहास हेर्ने हो भने पूर्वाधार निर्माणमा जति बेला चाहिँ युरोप चाहिँ विकासमा अगाडि बढ्दै थियो, नेपाल पनि चाहिँ त्यो के अरे हामी चाहिँ युरोप र अमेरिका सँगसँगै विकासमा अगाडि बढिरहेकै थियौँ। नेपालको यो निर्माण सेक्टर हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि चाहिँ हामी अहिलेदेखि होइन, आजभन्दा 100 वर्ष अगाडि नै हामीले धेरै ठुल्ठुला परियोजनाहरू निर्माण गरिसकेका थियौँ नेपालमै। जस्तो आजभन्दा 100 वर्ष अगाडि नै हाम्रो टनेलहरू थियो, जस्तो चाहिँ चुरिया टनेल भयो। आजभन्दा 100 वर्ष अगाडि नै हाम्रो रेलवे प्रोजेक्टहरू थियो, जस्तो चाहिँ अब जयनगर टु के अरे जनकपुर, अमलेशगञ्जबाट चाहिँ रक्सोल। त्यसपछि चाहिँ हाम्रो चाहिँ आजभन्दा 100 वर्ष अगाडि संसारकै सबैभन्दा लामो चाहिँ रोपवे नै थियो। भनेपछि त्यो हामीले नेपालीले नै निर्माण गरेका थियौँ। त्यसै गरी चाहिँ हामीले चाहिँ आजभन्दा 100 वर्ष अगाडि नै 10,000 हेक्टरलाई चाहिँ सिँचाइ पुर्याउने उद्देश्यले चन्द्रनहर जुन उदयपुरको चाहिँ उसमा राखेको थियौँ। त्यो बेला 100 वर्ष अगाडि नै हामीले चाहिँ नहरहरू बनाइसकेका थियौँ। अब हामीले ठुला कुरा अर्को कुरा गर्दाखेरि त जस्तो दरबारको कुरा गर्दा सिंहदरबार आजभन्दा 100 वर्ष अगाडि नै त्यो 18 महिनामै त्यत्रो सिंहदरबार चाहिँ हामीले निर्माण गरिसकेका थियौँ। भनेपछि हाम्रो इतिहास हेर्ने हो भने पूर्वाधार निर्माणमा जति बेला चाहिँ युरोप चाहिँ विकासमा अगाडि बढ्दै थियो, नेपाल पनि चाहिँ त्यो के अरे हामी चाहिँ युरोप र अमेरिका सँगसँगै विकासमा अगाडि बढिरहेकै थियौँ।